अब रवि लामिछानेको यात्रा चाहिँ के हो त? उनी कसरी न्यायिक यात्रामा अगाडि बढ्ने त? अब तपाईले राम्रो प्रश्न सोध्नुभयो, जुन कुरा म प्रष्ट सबैले बुझ्ने गरेर प्रस्तुत गर्ने प्रयास गर्दछु। अब रवि लामिछानेजीलाई 4 वटा जिल्ला अदालतमा सहकारी ठगी संगठित अपराधको मुद्दा चलेको छ। पोखरामा चाहिँ सम्पत्ति शुद्धिकरण पनि 3टा अभियोग लागेको छ। अब के रह्यो त भन्दाखेरि आजको दिनमा जुन उनी थुनामा परेका छन्, अब उनको थुन्चेको प्रयोजनको लागि अन्यथा सर्वोच्चले बन्दी पक्षको रिटबाट उनलाई छोड्नु भनेर आदेश नहुँदासम्म अब उनी थुनामै बसेर मुद्दाको प्रक्रिया चल्छ। हुन त नेपालको कानुनले कुनै पनि मुद्दा 1 वर्षभित्रमा टुङ्ग्याउनुपर्छ भन्ने हुन्छ, तर यो मुद्दामा 1 वर्ष 1.5 वर्षदेखि 2 वर्ष पनि लाग्न सक्छ भनेको समय लम्बिने सम्भावना छ। त्यो चलेको हुनाले उनी त अब थुनामै बस्नुपर्ने अवस्था आयो। अर्को यति थुनामै बस्दाखेरि अरू मुद्दालाई के हुन्छ त भन्ने प्रश्न आयो। पक्का उनी थुनामा रहे पनि अब अरू अदालतमा चाहे तारिखमा छोड्ने आदेश होस्, थुनामा बस्ने आदेश होस्, त्यसले केही अर्थ राखेन। एउटा चाहिँ सिनारियो के हुन सक्छ भने यी 4 वटा मुद्दा मध्येमा रूपन्देहीको मुद्दा चाँडै छिनियो, अरू मुद्दा छिनिएको छैन। रूपन्देहीको मुद्दा जिल्ला अदालतमा छिनिँदा फैसला हुँदा रवि लामिछाने निर्दोष भनेर फैसला गर्यो भने उनी त्यसपछि बाहिर आउन सक्ने भए।